यो जिन्दगी त नि मेरो यस्तो दुःख पाइयो नि। मासु खानु मन लागेको थियो, पैसा भए त नि। आमा के भयो? के छ अहिले तैँले रिसाएको हाम्रो आमा चाहिँ? तपाईँलाई झन् एउटा खुसीको खबर पाउनु भनेको त। मान्छेलाई यहाँ कस्तो टेन्सन परिरहेछ, के हो खुसी खबर भन? मैले नि आमा बाटोमा 500 रुपियाँ भेटाएँ। छोटा सा मेरा जहां है। कस्तो मासु खानु मन लागेको जाँदा छोरी लिएर आइज। किन हाँसेको? जाँदा लिएर आइज, 1 किलो पकाएर खाइहालौँ। तर पैसा चाहिँ चुरानको रहेछ नि त। आँखा छोपी नरो भने भन्नु पर्या छ।